नमस्कार, तपाईलाई स्वागत छ यस एक्सेल भिडियो ट्युटोरियलमा। आज हामी एक्सेलका 15 वटा मस्ट नो फर्मुलाहरू सिक्नेछौँ, त्यो पनि उदाहरणसहित, जसले तपाईलाई हार्डली होइन स्मार्टली काम गर्न सहयोग पुर्याउने आशा लिएको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, बीचमा बोनस टिप्स पनि राखेको छु। फेरि छुट्ला नि। सम फर्मुला कुनै पनि डाटाहरूको टोटल निकाल्न प्रयोग गर्न सकिन्छ। यसमा कुनै डाटा सेल अथवा सेल रेन्जको टोटल निकाल्न पनि सम फंक्सन युज गर्न सकिन्छ। उदाहरणको लागि यो डाटा हेरौँ। हाम्रो डाटामा एउटा साइडमा फ्रुटहरूको नाम छ र अर्को साइडमा चाहिँ त्यसको क्वान्टिटी लेखेका छौँ। र अब हामीलाई सबै फलहरूको टोटल क्वान्टिटी निकाल्नु पर्ने छ भने सबभन्दा पहिला तपाईलाई यसको टोटल कहाँ चाहिनेछ त त्यो ठाउँमा लगेर एक्टिभ सेल पोइन्टरलाई प्लेस गर्नुहोला। अहिले हाम्रो उदाहरणमा मलाई B7 मा चाहिँ सबै फलहरूको टोटल चाहिनेछ, त्यसैले सबभन्दा पहिला B7 मा लगेर एक्टिभ सेल पोइन्टर प्लेस गरौँ र फर्मुला टाइप गर्दैछु। अब इज इक्वल SUM सम ब्राकेट स्टार्ट र अब मैले जोड्नु पर्ने B2 देखि B6 सम्मको डाटालाई जोड्नु पर्ने छ, त्यसैले यतिकै यसलाई सिलेक्ट गर्दैछु र ब्राकेट क्लोज गरेर इन्टर गर्दैछु। यसलाई अर्को किसिमले पनि जोड्न सकिन्छ। त्यसको लागि इज इक्वल सम ब्राकेट स्टार्ट यो एउटा सेल रेन्ज कमा यो अर्को सेल रेन्ज ब्राकेट क्लोज इन्टर। यसलाई अर्को किसिमले पनि जोड्न सकिन्छ। इज इक्वल 10 प्लस 20 प्लस 15 प्लस 25 प्लस 30 इन्टर, अथवा इज इक्वल सम ब्राकेट स्टार्ट यो दुईवटा डाटा कमा 15 छोडेर 25 कमा 30 ब्राकेट क्लोज इन्टर। यसरी पनि जोड्न सक्छौँ। आउनुहोस् अर्को फर्मुला सिकौँ। अर्को फर्मुला छ एभरेज। हामीसँग धेरैवटा डाटाहरू हुनसक्छ र त्यो डाटाहरूको चाहिँ एभरेज निकाल्नु पर्यो अथवा औसत निकाल्नु पर्यो अथवा अर्को तरिकाले भन्दा मिन निकाल्नु पर्ने छ भनेदेखि हामी एभरेज फंक्सनको अथवा एभरेज फर्मुलाको युज गर्न सक्छौँ। यसको उदाहरणको लागि यो डाटा ल्याउँ। फरक फरक स्टुडेन्टहरूको फरक फरक मार्क्सहरू लेखिएको छ र यसमा अब मलाई एभरेजमा राम श्याम हरि गीताले कति मार्क्स ल्याएको रहेछ भनेर पत्ता लगाउनु पर्ने छ भने इज इक्वल AVERAGE एभरेज ब्राकेट स्टार्ट र यो सेलदेखि यो सेलसम्म सबैलाई सेलेक्ट गरिदिनुस्, ब्राकेट क्लोज गर्नुस् ल इन्टर। एभरेजमा 81.25 ल्याएको रहेछ र यसको सट्टा अब हामीले सबै विद्यार्थीको होइन हरिबाहेक सबैको चाहिँ मार्क्सहरूको एभरेज निकाल्नु पर्ने छ भने इज इक्वल एभरेज फंक्सन यो कमा यो सेल ब्राकेट क्लोज इन्टर। अर्को फर्मुला काउन्ट फर्मुला। काउन्ट फर्मुलाले कुनै पनि सेल रेन्जमा दिएको नम्बरहरूलाई काउन्ट गर्ने काम गर्छ। कुनै पनि सेल रेन्जमा भएको संख्याहरूलाई मात्रै गर्नुपर्ने छ भने काउन्ट भन्ने फंक्सन युज गर्न सक्छौँ। उदाहरणको लागि यो डाटा प्रयोग गरौँ। E1 देखि F7 सम्म हामीसँग एउटा डाटा छ। त्यो डाटामा विद्यार्थीहरूको रोल नम्बर र नाम राखिएको छ। अब हामीले यो डेटामा कतिजना विद्यार्थीहरू छ भनेर गन्नुपर्ने छ भनेदेखि काउन्ट फंक्सन युज गर्न सक्छौँ। यसको लागि गनेको भ्यालुलाई कहाँ राख्ने हो त्यो ठाउँमा एक्टिभ सेल पोइन्टर प्लेस गरौँ र इज इक्वल काउन्ट र यो सेल रेन्जभित्र कतिजना विद्यार्थीहरू छ भनेर गर्नुपर्छ भनेदेखि यो सेलेक्ट गरियो, ब्राकेट क्लोज इन्टर। यहाँ जम्मा जम्मी 5 जना विद्यार्थीहरू रहेछन्। अब यहाँ त थोरै भएकोले हामीले म्यानुअली पनि गर्न सक्छौँ, तर हामीसँग कुनै बेला यस्तो डाटाहरू हुनसक्छ त्यसमा चाहिँ म्यानुअली गर्नुलाई एकदमै गाह्रो हुनसक्छ। त्यस्तो कन्डिसनमा यो काउन्ट फंक्सन एकदमै युजफुल हुन्छ। तर ध्यान राख्नु होला, यो काउन्ट फंक्सनले चाहिँ नम्बर मात्रै गन्छ, अक्षरलाई गन्दैन। र अक्षर गर्नुपर्ने छ भनेदेखि अर्को फर्मुला प्रयोग गर्नुपर्छ। अर्को फर्मुला छ काउन्ट ए। काउन्ट ए भन्ने फर्मुलाले सेलमा रहेको खाली नभएको सबै डाटाहरूलाई काउन्ट गर्ने काम गर्छ। यसको लागि सेल पोइन्टर यहाँ राखौँ र इज इक्वल काउन्ट ए ब्राकेट स्टार्ट यो रेन्ज सेलेक्ट गरौँ, ब्राकेट क्लोज इन्टर। र यहाँ यदि मैले एकजनाको नामलाई
डिलिट गरिदिएँ भने 4 मैले अन्डु गर्दैछु। त्यस्तै गरेर तपाईले यो ठाउँमा अङ्क अक्षर दुईटै गर्न सक्नुहुन्छ र मैले यो डाटालाई मेट्दैछु, अन्डु गरेँ, फेरि अर्को डाटा मेट्दैछु, अन्डु गरेँ। यसरी तपाईले काउन्ट ए र काउन्ट फंक्सन युज गर्न सक्नुहुन्छ। अर्को छ इफ फंक्सन। इफ फंक्सन यस्तो किसिमको फंक्सन हो जसले कन्डिसन अनुसार यदि त्यो कन्डिसन ठीक छ भने एउटा भ्यालु र ठीक छैन भनेदेखि अर्को भ्यालुलाई इन्सर्ट गराउनलाई सहयोग गर्छ। इफ फंक्सन नाममै सुनिन्छ इफ, यदि। यदि भनेको जस्तो भयो भने यसो गर्नु, भनेको जस्तो भएन भने यसो गर्नु, नामबाटै प्रष्ट हुन्छ। उदाहरणको लागि हामी यो डाटा हेरौँ। यसमा एउटा कोलममा विद्यार्थीको नाम, अर्को कोलममा विद्यार्थीले कुनै सब्जेक्टमा पाएको मार्क्स र रिजल्ट कोलम छ र हाम्रो पास मार्क 40 छ र को विद्यार्थीहरू चाहिँ पास छ र को फेल छ भनेर हामीले पत्ता लगाउनु पर्ने छ भने हामीले म्यानुअली यसमा रिजल्ट लेखिराख्नु जरुरी छैन। यसको लागि इफ फंक्सन युज गर्न सक्छौं। कसरी युज गर्ने हेरौँ। इज इक्वल इफ ब्र्याकेट स्टार्ट र हाम्रो मार्क्स कहाँ छ त भन्दाखेरि B2 मा छ, त्यही भएर B2 मा क्लिक गरेँ मैले। आफैले टाइप गर्दा पनि हुन्छ B2। र हाम्रो लजिक के हो त भनेदेखि चाहिँ ग्रेटर देन इज इक्वल टु 40, किनभने हाम्रो पास मार्क्स त 40 हो नि त। 40 वा 40 भन्दा बढी छ भने यो फर्स्ट कमा लेखेँ मैले यहाँ। यो फर्स्ट कमाले चाहिँ हो भने भन्छ र यसमा हामीले टेक्स्ट इन्सर्ट गर्नुपर्ने छ, त्यसैले इन्भर्टेड कमा दिएर यहाँ लेख्दैछु पास। होइन रहेछ भनेदेखि चाहिँ सेकेन्ड कमाले चाहिँ इफ नट भन्छ, अथवा फल्स रहेछ भने हाम्रो जुन लजिक छ त्यो चाहिँ फल्स आयो भने चाहिँ के गर्ने त भन्दा फेल प्रिन्ट गराइदिने। र हामीले जतिवटा ब्र्याकेट ओपन गर्यौं त्यतिवटा नै ब्र्याकेट क्लोज गर्दियौं। यहाँ एउटा मात्रै ओपन गरेको छु, त्यसैले एउटा मात्रै इन्टर भनेपछि राम चाहिँ पास रहेछ र यसलाई हामी फिल गर्न सक्छौं। अब अरुमा पनि रिजल्ट चाहिने छ, प्रत्येकमा टाइप गर्नु जरुरी छैन। यसको यो बटनमा क्लिक गरेर फिल गरिदिनुस्। अब यहाँ के भयो त सीता चाहिँ फेल भएछ। अब यसले काम गरेको छ कि छैन चेक गर्नको लागि मोहनको भ्यालुलाई कटाइदिउँ। ठीक छ, फर्मुलाले काम गरिरहेको छ। यदि तपाईलाई यो फर्मुलामा केही सपोर्ट चाहिने छ, केही बुझ्नु भएन, अझै बुझ्नु मन छ भनेदेखि मलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला, म तपाईलाई एन्सर गर्नेछु। अर्को फर्मुला छ काउन्ट इफ। नामबाटै प्रष्ट हुन्छ कुनै शर्तहरू मिट भएको छ भनेदेखि गर्ने, नभए नगर्ने। उदाहरणको लागि हामी यही डाटा लियौं। यसमा चाहिँ मलाई के जान्नु छ भनेदेखि कुन कुन विद्यार्थीले चाहिँ 50 भन्दा बढी मार्क्स ल्याएको छ त्यो काउन्ट गर्नुपर्ने छ भनेदेखि मैले के गर्न सक्छु त काउन्ट इफ भन्ने फंक्सन युज गर्न सक्छु। यसको लागि यसलाई ठुलो बनाऊ। अब लेखौं फर्मुला इज इक्वल काउन्ट इफ ब्र्याकेट स्टार्ट। यो रेन्जमा चाहिँ अब लजिक दिनु पर्यो। भनेपछि 1 2 3 4 5 जना चाहिँ एबोभ 50 ल्याएको स्टुडेन्ट रहेछ। अब मानौं हरिको मार्क्स चाहिँ 40 रहेछ भनेपछि 50 भन्दा बढी मार्क्स ल्याउने स्टुडेन्ट चाहिँ जम्मा जम्मी 4 जना मात्रै भयो। यो भयो काउन्ट इफ फंक्सन। अर्को फर्मुलातिर जाउँ। अर्को फर्मुला लेन भन्ने फर्मुलाको बारेमा सिकौं। लेन भन्ने फर्मुलाले चाहिँ कुनै टेक्स्टको लम्बाई नाप्ने काम गर्छ। कति लामो टेक्स्ट छ त यो चाहिँ भनेर नाप्ने काम गर्छ। अथवा अर्को तरिकाले बुझ्दाखेरि चाहिँ यो कुनै टेक्स्टमा चाहिँ कतिवटा क्यारेक्टर छ भनेर पत्ता लगाउने काम गर्छ। र कसरी युज गर्ने त यसलाई भन्दाखेरि सबभन्दा पहिला हामीलाई लेन्थ कहाँ शो गर्नुपर्ने छ त्यो ठाउँमा सेल पोइन्टर राख्नै पर्यो। यो चाहिँ आफै बुझ्नु होला। अब चाहिँ त्यसपछि इज इक्वल len लेन ब्र्याकेट स्टार्ट गरेँ। अब यसमा टेक्स्ट यो जुन नाम छ त्यो नामको लम्बाई कति लामो छ त भनेर पत्ता लगाउनु पर्ने छ भने यो सेलको नाम दियो, त्यसपछि ब्र्याकेट क्लोज इन्टर भनेपछि यसमा RAM 3 वटा अक्षर रहेछ। त्यस्तै गरेर अरूलाई पनि चेक गरौँ भने यसमा 4 वटा, यसमा 4 वटा, यसमा 4, यसमा 5 वटा अक्षर मिलेर बनेको रहेछ शब्द। यो 6 वटा। त्यस्तै गरेर यहाँ कुनै वर्ड नै छैन, यसमा चाहिँ 23 वटा अक्षर रहेछ।
भनेपछि यो फंक्सनले चाहिँ अक्षर र खाली स्पेसलाई पनि काउन्ट गर्ने रहेछ। अर्को फंक्सन ट्रिम भन्ने फंक्सन छ, TRIM ट्रिम। यो ट्रिम फंक्सनले चाहिँ टेक्स्टमा भएको अथवा हाम्रो सेलको कन्टेन्टमा भएको अननेसेसरी ब्ल्याङ्क स्पेसहरूलाई रिमुभ गर्नलाई अथवा ब्ल्याङ्क स्पेसहरूलाई ट्रिम गर्नलाई हामीलाई हेल्प गर्छ। जस्तै उदाहरणको लागि हामीसँग यो टेक्स्ट छ, यो टेक्स्टमा यहाँ हेर्नुहोस् त, यो सी भन्दा अगाडि पनि स्पेस छ, त्यस्तै गरेर यो इज पछि पनि अलिकति एडिसनल स्पेस छ, अनि बल्ल मार्च लेखेको छ भनेपछि यहाँ चाहिँ अनावश्यक स्पेस छ। यसरी सेलको कन्टेन्टमा हुने अननेसेसरी स्पेसहरूलाई चाहिँ क्लिन अप गर्नको लागि ट्रिम भन्ने फंक्सनले हामीलाई हेल्प गर्छ। कसरी ट्रिम गर्ने त यो हेरौँ। हामीलाई यो टेक्स्ट चाहिँ A2 मा क्लीन टेक्स्ट चाहिनेछ। त्यसको लागि इज इक्वल ट्रिम ब्र्याकेट स्टार्ट, त्यसपछि यो टेक्स्ट हो, त्यही भएर यो टेक्स्टलाई ट्रिम गर्नु छ। मैले यो टेक्स्टको सेल रेफरेन्स दिँदैछु, यो सेल भनेको A1 हो, त्यही भएर A1 ब्र्याकेट क्लोज इन्टर। ल हेर्नुहोस् त यो टेक्स्ट कसरी क्लिन भएको छ। यो सी भन्दा अगाडिको स्पेस पनि यहाँबाट हटिसकेको छ, त्यसै गरेर मार्च भन्दा अगाडिको मार्च र इजको बीचमा भएको अननेसेसरी स्पेस पनि क्लिन अप भइसकेको छ। र यो ट्रिम फंक्सनलाई चाहिँ डेटा क्लिन अप फंक्सन पनि भन्न सकिन्छ है। त्यस्तै अर्को फंक्सन सिकौँ। यो चाहिँ लेफ्ट भन्ने फंक्सन छ। यो लेफ्ट भन्ने फंक्सनले चाहिँ टेक्स्टको लेफ्ट साइडबाट चाहिँ हामीलाई चाहिएको अक्षरहरू चाहिँ एक्सट्र्याक्ट गरेर अर्को सेलमा राख्छ। त्यसको लागि इज इक्वल left लेफ्ट ब्र्याकेट स्टार्ट। मलाई यो टेक्स्टको लेफ्टबाट 7 वटा अक्षर चाहिएको छ, त्यसैले यो टेक्स्ट कमा नम क्यारेक्टर्स भन्छ। नम क्यारेक्टर्स भनेको चाहिँ नम्बर अफ क्यारेक्टर्स मलाई चाहिने, मलाई 7 वटा क्यारेक्टर चाहिने छ। त्यसपछि ब्र्याकेट क्लोज गरिदिउँ इन्टर। अब करेन्ट मात्रै देखिन्छ भनेपछि यो करेन्टमा गर्नुहोस् त कतिवटा क्यारेक्टर छ, 7 वटा क्यारेक्टर। अर्को फंक्सन राइट फंक्सन। राइट फंक्सनले चाहिँ टेक्स्टको अथवा सेलको कन्टेन्टको राइट साइडबाट हामीले चाहे जति अक्षरहरू एक्सट्र्याक्ट गरेर अर्को सेलमा राखिदिन सक्छ। त्यसको लागि इज इक्वल राइट ब्र्याकेट स्टार्ट। मलाई यो टेक्स्टबाट चाहिँ 5 वटा टेक्स्ट चाहिने छ, कमा 5 ब्र्याकेट क्लोज इन्टर। यसरी हामी करेन्ट मन्थ इज मार्चको राइट साइडबाट 5 क्यारेक्टर चाहिँ एक्सट्र्याक्ट गर्दाखेरि मार्च मात्र देखियो। त्यस्तै गरेर अर्को फंक्सन छ मिड भन्ने फंक्सन, MID मिड। यो फंक्सन पनि लेफ्ट र राइट जस्तै हो, तर यसले चाहिँ बीचबाट टेक्स्टको बीचबाट अथवा सेलको कन्टेन्टको बीचबाट हामीलाई चाहिए जति टेक्स्टलाई एक्सट्र्याक्ट गर्न सक्छ। यसको लागि इज इक्वल MID मिड ब्र्याकेट स्टार्ट। यो टेक्स्टको 8औं अक्षरदेखि 5 वटा अक्षर चाहिने छ। यसमा पहिलो 8ले चाहिँ के भन्छ भनेदेखि हाम्रो सेन्टर भनेको चाहिँ 8th क्यारेक्टर हो, भनेपछि 8औं क्यारेक्टरदेखि 5 वटा क्यारेक्टर मलाई चाहियो, ब्र्याकेट क्लोज इन्टर। अर्को फर्मुला धेरै युजफुल छ। तपाईहरुले डेली अफिसमा काम गर्दाखेरि डिफ्रेन्ट डेटाहरु हुन सक्छ, त्यो डिफ्रेन्ट डेटाहरुलाई जोइन गर्नुपर्ने हुन सक्छ। त्यसको लागि युज गर्न मिल्ने फंक्सन भनेको कन्क्याटिनेट। कन्क्याटिनेट फंक्सनले डिफ्रेन्ट टेक्स्ट अथवा डिफ्रेन्ट सेलको कन्टेन्टलाई जोड्न सक्छ। कसरी युज गर्ने त कन्क्याटिनेट फंक्सनलाई हेरौँ है त। इज इक्वल CONCATENATE कन्क्याटिनेट ब्र्याकेट स्टार्ट। मलाई चाहिने चाहिँ करेन्ट कमा मन्थ कमा, अब इज त सेपरेट छैन, त्यसैले मैले के लेख्नु पर्यो त इन्भर्टेड कमामा इज लेख्दैछु, इन्भर्टेड कमा क्लोज, त्यसपछि अर्को कमा मार्च। अब एउटा के याद गर्नुस् भनेदेखि A4 ले करेन्ट प्रिन्ट गर्छ, A6 ले मन्थ प्रिन्ट गर्छ, तर बीचमा स्पेस छैन नि त। त्यसैले मैले यदि स्पेस राख्नु पर्ने छ भनेदेखि यहाँनिर एउटा ब्ल्याङ्क इन्भर्टेड कमामा ब्ल्याङ्क स्पेस राखिदिनुस् यसरी। त्यसपछि इज भन्दा अगाडि पनि एउटा स्पेस राखिदिउँ र इज पछि पनि एउटा स्पेस राखौँ। ब्र्याकेट क्लोज गरेर इन्टर प्रेस गर्दैछौँ। हेरौँ है त के रिजल्ट आउँछ। यहाँ एउटा कमा छुटेको रहेछ। अब इन्टर गरौँ, हेर्नुहोस् त करेन्ट मन्थ इज मार्च। अर्को फर्मुला
VLOOKUP VLOOKUP फर्मुला एक्सेलमा धेरै प्रयोग गरिने फर्मुला मध्ये एक हो। यो फर्मुलाले कुनै पनि टेबलमा अथवा सेल रेन्जमा भएको डाटाहरूबाट हामीले चाहे अनुसारको डाटालाई सर्च गरेर देखाउने काम गर्न सक्छ। हाम्रो यो डाटामा जनवरीदेखि डिसेम्बरसम्मको सेल्सको रेकर्डहरू छ। तर अब मलाई के चाहिनेछ भनेदेखि अर्को वर्कसिटमा जुनको मात्रै सेल्सको रेकर्ड चाहिनेछ भनेदेखि मैले टाइप गर्नुको सट्टा VLOOKUP फर्मुलाको युज गर्न सक्छु। कसरी युज गर्ने हेरौँ है त। सबभन्दा पहिला म एउटा नयाँ वर्कसिटमा जाँदैछु। यसमा मन्थमा लेखौँ जुन र अब जुन महिनामा चाहिँ कति सेल्स भएको रहेछ भनेर पत्ता लगाउनु पर्दाखेरि चाहिँ इज इक्वल VLOOKUP ब्र्याकेट स्टार्ट। अब लुकअप भ्यालुले के भन्छ भनेदेखि हामीले कुन भ्यालुलाई चाहिँ हाम्रो सोर्स डेटामा खोज्ने त। हामीलाई चाहिने भ्यालु छ जुन, यो भ्यालु चाहिन्छ र यसलाई हामीले सर्च गर्नुपर्ने कहाँ त भन्दाखेरि सिट 1 मा हो नि त। त्यसैले एउटा कमा दिउँ र कमा पछि सिट 1 बाट यो डेटामा खोज्ने भनेर हामी यसलाई सेलेक्ट गर्छौँ। त्यसपछि यो डेटाको चाहिँ कति नम्बर कोलममा भन्दाखेरि यो पहिलो कोलम भयो, यो दोस्रो भनेपछि कोलम नम्बर 2 र कमा दिनु पर्यो फेरि। र यसमा चाहिँ एक्ज्याक्ट म्याच अथवा एप्रोक्सिमेट म्याच भनेर हामीले डिफाइन गर्नुपर्छ। यसमा चाहिँ हामी एक्ज्याक्ट म्याच नै गर्नुपर्छ। यसको लागि चाहिँ 0 लेखौँ र ब्र्याकेट क्लोज गरेर इन्टर गर्यो भनेदेखि अब यहाँ के भन्छ त, जुन महिनाको सेल्स एमाउन्ट चाहिँ 60,000। त्यस्तै गरेर मलाई चाहिँ मार्च महिनाको सेल्स रेकर्ड चाहिनेछ। मार्च लेखेर इन्टर गर्यो भनेदेखि यो डेटा चाहिँ यो सिट 1 मा भएको डेटा अनुसार चाहिँ आफै चेन्ज भइदिन्छ। तपाईहरुले एक्सेलमा काम गर्दा कुनै पनि कामलाई रिपिटेडली गर्नु नै हुन्छ होला। आजको बोनस टिप्समा तपाईहरुलाई यस्तो सर्टकट बताउँदै छु जसको युज गरेर तपाईले कामलाई रिपिट गर्नु पर्दैन। खाली एउटा की दबाएर भर्खरै गरेको कामलाई तपाईले रिपिट गराउन सक्नुहुन्छ। जस्तै उदाहरणको लागि यो डेटामा जनवरी, फेब्रुअरी, मार्च, अप्रिल छ तर मे बीचमा ग्याप छ भनेदेखि मलाई यहाँ एउटा रो एड गर्नुपर्ने हुन सक्छ। त्यसको लागि म यहाँ क्लिक गरेर राइट क्लिक गरेर इन्सर्ट गर्दैछु र यसमा इन्सर्ट रो गर्दैछु। यहाँ एउटा रो इन्सर्ट भयो तर अब यहाँ हेर्दै जाउँ जुन, जुलाई, अगस्त, सेप्टेम्बर बीचमा ग्याप छ। अब मलाई के गर्नुपर्ने छ त, फेरि यहाँ पनि अघिको जस्तै एउटा रो एड गर्नुपर्ने छ भने अघि जस्तो राइट क्लिक गरेर इन्सर्ट रो गर्नु जरुरी छैन। त्यसको लागि सिम्पली F4 की प्रेस गरिदिनुस्, नयाँ रो एड भइहाल्छ। अर्को फंक्सन छ HLOOKUP। VLOOKUP ले चाहिँ कोलम वाइज डेटाहरूलाई सर्च गर्छ। अब मानौ हामीले चाहिँ डेटालाई रो वाइज सर्च गर्नुपर्ने छ भनेदेखि HLOOKUP फंक्सनको युज गर्न सक्छौं। अथवा अर्को तरिकाले के बुझ्न सक्छौं भन्दाखेरि HLOOKUP ले चाहिँ डेटाहरूलाई रो वाइज सर्च गरेर हामीलाई चाहिए अनुसारको डेटाहरू सो गर्न सक्छ। HLOOKUP कसरी युज गर्ने त अब हेरौं। हामीसँग यहाँनिर सब्जेक्टमा म्याथ, साइन्स अनि स्टुडेन्ट नेममा चाहिँ यो डेटा छ। अब के गर्नुपर्ने छ भनेदेखि चाहिँ म सिट 3 मा जाँदैछु। हामीलाई यहाँ के चाहिने छ भनेदेखि स्यामको साइन्सको मार्क्स र म्याथको मार्क्स यहाँ चाहिने छ भनेदेखि कसरी युज गर्ने त यो फंक्सनलाई। यसको लागि हामी इज इक्वल टु प्रेस गर्न सक्छौं HLOOKUP ब्र्याकेट स्टार्ट। हामीले हेर्नुपर्ने डेटा भनेको चाहिँ स्यामको डेटा हेर्नुपर्ने छ। त्यही भएर स्याम सेलेक्ट गर्दैछु म यहाँ कमा। अब हाम्रो डेटा चाहिँ कहाँ छ त, सिट 1 मा छ। त्यही भएर यो सिट 1 को यो डाटालाई सेलेक्ट गरौँ। त्यसपछि एउटा कमा दिउँ। अब कति नम्बर रोलाई हेर्ने हो त भन्दाखेरि चाहिँ रो नम्बर, यो साइन्स हो नि त, त्यही भएर रो नम्बर 3। कसरी भन्दाखेरि 1 2 3। हामीले VLOOKUP मा हेर्दाखेरि चाहिँ 1 2 3 हेर्थ्यौं तर HLOOKUP मा 1 2 3 यसरी हेर्नुपर्छ। र अब हामीले यसमा एक्ज्याक्ट म्याच हेर्नुपर्ने छ। त्यही भएर चाहिँ 0 टाइप गर्दियौं। त्यसपछि ब्र्याकेट क्लोज गरेर इन्टर गरौँ। यहाँ देखाउँदैछ 80। स्यामको साइन्समा 80 मार्क्स आएको छ। हो कि हैन चेक गरौँ है त।
श्यामको साइन्समा 80। त्यस्तै गरेर श्यामको म्याथमा कति मार्क्स आयो कसरी पत्ता लगाउने होला? मलाई कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अर्को फर्मुला नाउ भन्ने फर्मुला छ। यो नाउ भन्ने फर्मुलाले अहिलेको मिति र समय, अहिलेको डेट र टाइमलाई पत्ता लगाउन हेल्प गर्छ। कसरी युज गर्ने हेरौँ। सबभन्दा पहिला इजिक्वल लेखौँ, त्यसपछि नाउ टाइप गर्नुहोस्, त्यसपछि ब्र्याकेट स्टार्ट गरेर क्लोज गरेर इन्टर गर्नुभयो भनेदेखि अहिलेको डेट र टाइम सो गर्छ। आजको ट्युटोरियलमा यति नै। तपाईलाई कुन फर्मुला सबैभन्दा बढी युजफुल लाग्यो कमेन्टमा लेख्नुहोस् र एक्सेलमा के सिक्न चाहनुहुन्छ मलाई कमेन्टमा लेख्नुहोला। र तपाईलाई एक्सेलमा यस्तै कुराहरू सिक्न मन छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र अरूलाई पनि सेयर गर्नुहोस्। आफू पनि सिक्नुहोस्, अरूलाई पनि सिकाउनुहोस्। अर्को ट्युटोरियलमा भेटौँला। तबसम्मको लागि धन्यवाद।